यस्तै छ। आहा यस्तो छ। हामी चाहिँ टक्क बिहान एकदमै मर्निङमा छौँ है गाइज। हामी चाहिँ अहिले कति बज्यो भने लगभग 6 साढे 6 जस्तो भयो होला। त्यस्तो छ खोलाहरू सर। यहाँ चाहिँ पानी बगिरहेको छैन होला, दुध बगिरहेको छ जस्तो छ क्या गाइज है। फेरि यहाँ चाहिँ यस्तो छ क्या ठाउँ है। ओ म्यानेजर ल गाइज, हामी चाहिँ यहाँ यस्तो टाइपको यो चौरीकोट होला सायद। यस्तो टाइपको चौरीकोटहरूमा चाहिँ पुगिसकेका छौँ। यहाँबाट माथि जानुपर्छ भन्ने छ। सो हिमालमा आएपछि अलिकति त्यो लो ह्युमिडिटी चाहिँ फेल भइहाल्दो रहेछ कि गाइज। फिल हुने चाहिँ यस्तो छ। यो चाहिँ अब यसो झन्डाहरू राखेछन्। अब गुड्सेर कम्पनीले चाहिँ यस्तो यो यस्तोहरू देख्दा अब यहाँ माथिको हिमालहरू देख्दा होइन गाइज, यस्तो देख्दा चाहिँ म त नेपालको माया गर्ने छोरा, मलाई मजस्तै माया चाहिन्छ। हिमालमा जन्मे टाकुरामा खेल्ने म झुक्दैन झुक्ने नेपालको छोरा, म झुक्दैन झुक्ने नेपालको छोरा। एउटा चाहिँ खाँदैछन् होइन गाइज, चुइगाउँ है चुइगाउँ यस्तो के हो सेन्ट फ्रुट। यात्राको क्रममा यस्तो छ केटाहरू चाहिँ अब लगभग मन पर्न छोड्ने बेला भइसकेको छ। सो केटाहरू यात्रामा कस्तो भइरहेको छ भन त। ल हाम्रो हिजो भर्खर काठमाडौँबाट आएको केटा लाग्दैछ जे होस् बढिरहेछ। ठिक छ ल यस्तो छ ठाउँ होइन। यसो बाटो यस्तै छ। अब यस्तो छ बाटो। तपाईँहरू कहिलेकाहीँ आउँदै हुनुहुन्छ भने यसो हामीहरूले देखाएको भिडियो फुटेजहरू भिडियो क्लिपहरू हेर्दै पनि आउन सक्नुहुन्छ। र अहिले चाहिँ अब लगभग थाहा भइसकेको छ सबै बाटोहरू यस्तो यस्तोहरू लगभग थाहा भइहाल्छ क्या। एउटा मात्रै होटल रहेछ त्यहाँ हामी बस्ने ठाउँमा, पासुङ लामा दाई भन्नेको। त्यहाँ बस्नु होला। आएपछि अब यस्तो छैन। सो ल गाइज स्टे ट्युन। अहिले चाहिँ एकदमै थाकिएको छ, लास्टै गाह्रो भइसकेको छ। अब उकालो लाग्यो नि त। सो हिँड्नलाई एकदम गाह्रो भइसकेको छ। साथी त लाउँदैछन् हाम्रो एन्सम साथी। मलाई फेरि साह्रै थाक लागिसक्यो कि गाइज। के छ अवस्था? स्टिक चाहिन्छ ल, तिमी सही हुन्छ ल। यस्तो छ गाइज छैन तारे पनि हिमालय भाषा गाइज यस्तो छ क्या। यस्तो माथि आउँदा पनि जस राम्रो व्यवस्था गर्नु भइदिएको छ यहाँको पालिकाले हो कि जस यहाँको जनप्रतिनिधिहरूले जस एकदमै पोजिटिभ सोचेर। अब त्यहाँ तलबाट हिँडेर आयौँ होइन गाइज हामी। यहाँ तल बाटो छैन फेरि सबै यस्तै हो। जस यहाँतिर त अब यस्तो छ नि त हिँड्नलाई सजिलो हुन्छ नि त मान्छेहरूलाई। अब सो राम्रो बनाइदिनु भएको रहेछ, एकदमै खुसीको कुरा है। हाम्रो साथी चाहिँ दन्कै छन् है, उसलाई चाहिँ भेट्न गएको छ हामीले। तर केटाहरू त तलै छन्। साथी त अब कता अन्त ब्याग सब आफै भिरेर। अनि मसँग स्टिक थियो मैले राख्थेँ। अब ब्याग बोकेर मान्छेलाई अलिक गाह्रो हुन्छ भनेर मैले नि स्टिक नै साथीलाई दिएँ, उसलाई सजिलो होस् न होइन। हामी अब यत्तिकै खाली हिँड्न त गाह्रो भइरहेको छ गाइस। केटाहरू चाहिँ त्यहाँ देखिरहेछन्, त्यहाँ बस्नु भयो अरे। अब यस्तो चाहिँ सबैलाई थाकाइ भन्ने कुरा लागिसकेको छ। यहाँ चाहिँ हेर्नुहोस् त्यो हिमाल चाहिँ त्यहाँबाट सरेर पानी बगिरहेको छ कि हेर्नु के भन्ने कहाँबाट आउँछ पानी। अन्त हामी जाँदैछौँ तालमा, तालकै पानी होला अथवा कहीँ होला। तर क्या दामी है साथीहरू। यताबाट छ भनेर साथी चाहिँ उता माथि पुगिसकेका छन्। त्यो गन्डा आकाश ताल भयो घुम्नलाई भयो गोटिया चाँदमा आकाश ताल भयो। धेरै
गीत गाउन त बोल्नै आउँदैन तर यसो साथीले चाहिँ बाटो सोधिरहेको थिएँ बाटो कताबाट जाने भनेर अब जाउँ त्यहाँखेर त्यहीँ पुगेको थाहा हुन्छ होला बाटो कताबाट छ भनेर साथी चाहिँ उता माथि पुगिसकेका छन् ल गाइज हाम्रो चाहिँ यात्रामा सबभन्दा फास्ट हिँड्ने सबभन्दा एनर्जेटिक हाम्रो साथी हाम्रो खरको साथी चाहिँ यहाँ अगाडि पुगेर लगभग 15 मिनट वेट गरेर हो कि न तिमीलाई त्यस्तो हामीभन्दा 15 मिनट अगाडि छन् क्या हाम्रो साथी ल खुसी लाग्यो ल यस्तो बसिरहेको छ होइन यस्तो छ असली इनर्जी ड्रिङ्क रेड बुल चौरी गाई यो घर पाउला जस्तो छन् ट्याग लगाएको छन् यार यो संस्था जस्तो क्या हान्दैन ल चौरी चाहिँ यसरी चढ्छन् हेर्नुहोस् गाइज यस्तो ठाउँमा हुन्छ चौरी चाहिँ यहाँ चौरी छ नि यहाँ म चौरो छु है फेरि यस्तो छ यस्तो साथी मेरो खिच्नु परेन जति बाटो अप्ठ्यारो त्यति राम्रो गन्तव्य जति नै यात्रा कष्टकर हुन्छ नि साथीहरू सुन्दर त्यति नै हुन्छ क्या गन्तव्य पनि हेर्नु न यो चाहिँ गन्तव्य होइन नि फेरि है ल हेर्नु साथीहरू न्यु स्काई लेक जाने बाटो चाहिँ यस्तो को देख्छु तपाईँको बुढे हुँदैन बिहा गराई दिदीलाई रुवाउने क्या गराई नाजुले मैले गाडे हुँदैन बिहा गराई अहिले मात्र हाँस्यो है साथीहरू फेरि अघि चाहिँ यस्तो हालत जाँदा होइन झन्डै हाँसो आइसक्यो तिमीहरू चाहिँ बाइक नचढ्ने भएर माथि पुगिसक्नु भयो तर हामी मैले सधैँ बाइक चढ्ने तर बाइक चढ्नुको घाटा फाइदा भन्ने कुरा आज थाहा भयो क्या हामी कहिलेकाहीँ हिँड्नु पनि पर्दो रहेछ यसो न अलिकति वर्कआउट पनि गरिराख्नु पर्दो रहेछ भन्ने चाहिँ आज थाहा भयो गाइस हेर्नु न यस्तो त हामी स्टिक दिएको छौँ स्टिक साम्रो हातमा खाली छौँ फेरि हामी केही सामान नि बोकेको छैन होइन तर यति गाह्रो भएको छ होइन साथी हामीलाई त्यहाँबाट घुम्दै पोरी गएर त्यो बाटोबाट भएर यस्तो यो बाटोबाट भएर हामी आयौँ तर केटाहरू दुइटै केटाहरू झोला बोकिरहेको छन् होइन साथीहरू अनि उनीहरू अगाडि हिँडिराख्नु उनीहरूलाई केही फिलै भएन मेरो चाहिँ यो पुरा जाम भएर यस्तो गाह्रो भयो नि साथीहरूमा अब उसको चाहिँ पेट काटिरहेको छ उसको पनि अब अलिकति समस्या छ चार्दो बाटोबाट पठाउ गरेर घर जानुको फाइदा यो मलाई चाहिँ अरू केही समस्या छैन यो चाहिँ यतापट्टि यो खुट्टा चाहिँ ठिक छ यतापट्टिको स्टिक टेयर होला सायद यता चाहिँ पुरा यो जाम भयो अहिले खड्कुले अलिअलि मालिस गर्दै फेरि यहाँ सरीको थियो सो गाइज गाह्रो छ कहिले काहीँ हिँड्नु पर्दो रहेछ भन्ने आज एकदमै महसुस भयो है गाइज बुढी भेट्न चाहिँ म बाइक यस्तो छ है भ्यू नजारा चाहिँ दामी छ है गाइज ल गाइज यहाँ चाहिँ यस्तो छ यहाँ चाहिँ यस्तो साथीहरूले यस्तो छ तल आइसक्यो कि भन्ने कुरा हो अझ आएको छैन रहेछ क्या साह्रै गाह्रो भयो हिँड्न साथीहरू यो खुट्टा यो भागहरू पुरा जाम भयो क्या भ्यान नसर फुलेको पुरै त्यही भएर साह्रै गाह्रो भयो भाइ हिँड्नु पर्यो यस्तो साथीहरू
सो अब लगभग यो मैले ताल आउँछ जस्तो मानेको छु हेर्दै जाउँ अरे सो गाइज हामी चाहिँ अब तालको एकदमै नजिक पुगिसक्यौँ भन्ने फिल भइरहेछ तर फ्याक्ट कुरा के हो थाहा छैन तर लाग्छ अब यो यही हुनुपर्छ ताल सायद तालको नजिक पुगिसक्नु छ यस्तो छ नजारा गाह्रो छ दौ आयो नि लास्टै गाह्रो कहिले काहीँ हिँड्ने बानी भए चाहिँ केही हुन्थेन गाइज अब घरबाट आफ्नो घरबाट गाउँ पुग्नु पऱ्यो भने नि बाइक युज गर्नुको फाइदा आज थाहा भयो गाइज अरे ल लगभग हामी पुगिसक्यौँ तपाईँलाई ताल देखाउँछु है म सो गाइज हामी लगभग ताल नपुग्यौँ भन्ने छ है ल जति थाक लाग्यो पनि जति जे जस्तो भए पनि वाउ यसको लागि हो क्या साथी हामी यहाँ आएको यो हो नि त जति थाक लाग्यो भने थकान मेटिसक्यो है साथी के भन्नुभन्दा तँलाई थकान मेट्यो कि नै कसम थकान मेट्यो हेर्नु न गाइज वाउ ब्युटिफुल हेलो बिहार नमस्ते गाइज हामी चाहिँ यतिखेर आकाशे तालको भ्यूमा आफ्नो साथीहरू कोही फोटो खिच्नलाई कपडा गाडिरहन् कोही यहाँ झोलामा सामान बनाउँदैछन् म चाहिँ अनि यसो डेकोरेसन मिलाउँदै ठिक्क छ मलाई ए आहा सो हामी चाहिँ लगभग फर्किँदैछौँ होइन स्काइलेकबाट खै मामा त स्टिक पाउन त यसो ह्यान्डसम्म आउँथ्यो कि भान्जा छुट्टी कोही पर्थ्यो भने भन्ने कुरा हो यस्तो छ गाई हेर्नु स्वर्ग हो क्या स्वर्ग हेर्न काहीँ जानै पर्दैन क्या कसैले जुम्लाको गुडिचौर गाउँपालिकामा चट्ट आएर स्वर्ग हेर्ने यो चाहिँ ताल घुमेर चट्ट केटाहरू फर्किँदैछौँ यस्तै छ अवस्था अब सास फेर्नु अलिअलि गाह्रो जस्तो है अक्सिजन कम हुन्छ अहिले चाहिँ लास्टै अक्सिजन कम भयो गाइस होइन यस्तो गाह्रो भइरहेको छ हिँड्नु भने अलिक छुट्टै फिल भयो भनौँ कस्टमर फोक्सोलाई होइन कस्तो त्यो गाह्रो सास फेर्नै गाह्रो भयो क्या होला त्यो सासमा छिटो सास आइरहेको छ क्या एकदम दौडेपछि उकालो दौडेपछि हुन्छ नि त्यस्तो टाइपको भयो यार गाइस हामी यहाँ नमर्नु पऱ्यो अरू बस्दै जायो भइहाल्छ हामी यस्तो ठाउँमा छ होइन अब चाहिँ सास फेर्न अलिक गाह्रो भइरहेछ किनकि लास्ट धेरै एकदम कम भइहाल्दो रहेछ क्या गाइस अघि दिउँसो जस्तो छैन क्या अहिले अक्सिजन यस्तो एकदमै कम अक्सिजनको लेभल एकदम कम छ अब त्यस्तो चेक गर्ने केही त छैन यो समथिङ अब हामी कति 45-41 मिटरको उचाइमा होला सायद हामी समुद्री सडकबाट तर यस्तो छ क्या गाइस अब यस्तो ठाउँमा आइपुग्यो अब हामी दुधकुण्ड जाँदैछौँ गाइस आकाशे ताल त्यो थियो आकाशे तालबाट हामी आयौँ अब टक्क दुधकुण्ड हुँदै त्यहाँबाट सर र तल झर्ने है गाइस तपाईँहरूले हेरिरहनु भएको छ सुनिरहनु भएको छ होला बोल्दा पनि कस्तो गाह्रो भइरहेछ है बोल्नु पनि श्वासमा भइरहेछ गाइस तर अहिलेसम्म फुलहरू चाहिँ ओइलाएको रहेनछ क्या यस्तो हिमालको काखमा यस्तो भिडियो बनाउनु पाउनु यसरी घुम्न पाउनु भनेको एकदम ठुलो लकको कुरा हो भाग्यले साथ दिएर चाहिँ यहाँ पुऱ्यायो अझै साथ दिएर अझै राम्रो ठाउँहरू घुम्ने चाहिँ वातावरण मिलोस् किनकि घुम्नेमा चिल गर्नु भने त घुम्ने हो साथी चाहिँ त्यहाँ गएर अहिले अप्ठ्यारोमा फस्यो जस्तो छ सो हामी यहाँ चाहिँ हिमाल अनि यहाँ चाहिँ म छु है लगाइछ एकदमै प्रिपेयर्ड भएर यस्तो बाटोहरूमा हिँड्न सक्नुहुन्छ भने मात्र आउनु होला है साथीहरू यहाँ चाहिँ साह्रै डेन्जर छ बाटो चाहिँ हिँड्नै गाह्रो यस्तो छ हेर्नु न अप्ठ्यारो अब देखिरहनु भयो हजुरहरूले नि यस्तो छ गाइस
सुल्लास पनि पुगिसकेको छ। यसपछि जति कष्टकर हुन्छ नि त्यतिकै सुन्दर गन्तव्य हुन्छ भन्छ नि, साँच्चै हो क्या साथी। हेर्नु न, यस्तो बाटो हिँड्नुपर्छ अनि आकाशे ताल हेर्नलाई, दुधकुण्ड हेर्नलाई। जतिसुकै कठिन यात्रा त्यति नै सुन्दर गन्तव्य हुन्छ है साथीहरू। किनकि हेर्नु न, अब दुधकुण्ड जानलाई नै यस्तो छ बाटो, यस्तो छ। म चाहिँ स्टिक छ नि त अलिकति रोक्ने, म रोक्ने, साथी चाहिँ आइरहेको। सुकुन क्या गाई, सुकुन, आनन्द यस्तो ठाउँ हुन्छ क्या गाई कि प्रकृतिको लीला अपरम्पार छ भनेको यही हो क्या गाई। कस्तो कस्तो ठाउँ छ हेर्नु न। ल गाइज, हामी चाहिँ राति भइसक्यो है। यसो ट्रेकिङबाट आउँदा आउँदा यस्तो अँध्यारो भइसकेको छ हो। हामी अनकन्टारमा फसिसकेका छौँ त भन्न मिल्दैन, बाटो थाहा छ। अझ धेरै बाटो छ जस्तो छ लामो पुग्नको लागि। सो अहिलेलाई चाहिँ यहीँ राखौँ है।